एउटा कुरा नट डाटी भन्नुहोस् त तपाईँले आफ्नो जिन्दगी, पढाइ, काममा चाहिँ एआई कति युज गर्नुहुन्छ? यदि गर्नु नै हुन्न भने तुरुन्तै गर्नुहोस्। र अझै नर्मली च्याटजिपिटीहरूलाई सिम्पली कन्टेक्स्ट नदिकन हाई हेलो लेख्नुहुन्छ, वेदर सोध्नुहुन्छ गुगल सर्च जसरी भने त्यो पनि गलत हो। र यहाँ चाहिँ यो चाहिँ पावर युजरले कसरी युज गर्छन् भन्ने कुराको सानो एउटा डेमो लिएर आएको छु मैले, एकदमै छोटोवाला। नोटबुक एलएम भन्ने एउटा टुल छ। गुगलमा नोटबुक एलएम सर्च गर्नासाथ आउँछ। फ्री टुल हो। मोस्ट अफ द चिज फ्रीमा गर्न मिल्छ। यसमा चाहिँ फाइदा के त, के फरक त यो च्याटजिपिटीहरू भन्दाखेरि यसमा चाहिँ तपाईँले आफ्नो सोर्स दिन मिल्छ क्या। तपाईँले आफ्नो सिभी, बिजनेस डाटा, एभ्रिथिङ दिन मिल्छ। अनि त्यो डाटासँग गफ गर्न मिल्छ। एकदमै मेक सेन्स गर्दैन होला नि। तपाईँको डेस्कटपमा छ होला नि त 15वटा बिजनेसको डाटा, 15वटा सिभी, कता कता अप्लाई गर्नुभएको कभर लेटर छरपष्ट छ होला। त्यो सबै यहाँ अपलोड गरेर खै त मैले गुगलमा जाहिर पाउँदै पाइनँ भनेर गफ गर्नुहोस्। त्यसले गुगलमा जाहिर खाने तरिका तपाईँलाई सिकाइदिन्छ। जेनरल होइन, तपाईँको डाटामा रहेर तपाईँले कुन सेक्टरमा खान सक्ने, के गर्न सक्ने, अथवा तपाईँको बिजनेस भर्खर यहाँ पुग्यो, मैले यो गरेँ, रजिस्टर गरेँ, यहाँ गरेँ, अब के गरौँ, सब आइडियलाइज गरिदिन्छ। जेनरल सजेसन होइन, ब्रेन चाहिँ त्यही एलएलएम हो, तर तपाईँलाई तपाईँको डाटामा रहेर यसले सबै चिज प्लान गरिदिन्छ। अनि सँगसँगै त्यसलाई अझै एक्सटेन्ड गर्नलाई डेकहरू, माइन्ड म्यापहरू सबै चिज एक्स्ट्रा बनाउन पनि मिल्छ। अनि सबभन्दा कुलेस्ट भनेको चाहिँ पोडकास्ट बनाउन मिल्छ। त्यो कुरासँग दुईजना मान्छेले गफ गरिरहेको, एआईहरूले नै गफ गरिरहेको बनाउन मिल्छ। अनि सबभन्दा नाइस चिज अझै भनेको, अरू के काम गर्दा कानमा हेडफोन लाएर बेला बेलामा त्यो पोडकास्ट तपाईँले रियल टाइममा जोइन गरेर त्यो पोडकास्टको बिचमा एज अ पार्टिसिपेन्ट्स गफ पनि गर्न मिल्छ। सो हेर्नु त, तपाईँको बिजनेस, तपाईँको जब, तपाईँको लाइफको बारेमा कसैले पोडकास्ट बनाएर त्यहाँ गफ गर्ने मौका पनि दिइरहेको छ, त्यो पनि फ्रीमा। टुलको नाम हो नोटबुक एलएम। पुरै भिडियो हेर्नु भएको छैन भने प्रोफेसर दाई भन्ने युट्युब च्यानलमा मैले भिडियो पनि आज प्रिमियर गरिदिएको छु है त।